ल राजा आउनलाई यहाँ रेडी पोजिसनमा गोप्रो क्यामेरा निकाल्नु कि फोनै हो क्या तपाईँको चाहिँ होइन म क्यामेरा निकाल्दिनु यो पर्दैन खर्च हाम्रो जक्सनमा आउँछ भिडियो हाम्रो जक्सनमा ट्याक्क भिडियो आउँछ त्यो त्यसरी चाहिँ म बस्दिनँ हेर रोडमा चाहिँ म बस्दिनँ हाम्रो यहाँ यति मान्छेको लागि चाहिँ राजा झर्छ जस्तो मलाई लागेन यति मान्छेको लागि चाहिँ राजा झर्छ जस्तो लागेन हे राजा हेरेर बस्यो राजा हेर्न बस्यो केटो हेर्दै गल्छीको माडे राजा हेर्न बस्नु है होइन त त्यही त भने यी राजा झर्छ त यहाँ झर्छ अरे राजा झर्छ अरे भने झर्दैन तर यतिको जनशक्तिको लागि राजा झर्छ जस्तो मलाई लागेन यसो यो चाहिँ रमाइलो हेर्ने मात्र हुन्छ जस्तो लाग्छ राजा चाहिँ यहाँ झर्दैन राजा कहाँबाट आउँथ्यो र काठमाडौँबाट होइन गोर्खाबाट अहिले चाहिँ विदुरबाट हिँडेको 10-15 मिनट विदुरबाट बर्गरबाट नि हेरेर गजबको छ अब के छ राजा हेर्ने चोकको पसलको दिदीले के भन्नुहुन्छ है त राजा आउने भन्नुभएको तपाईँको चोकमा के छ राजा आउने चोकमा हल्ली छ चोकमा चाहिँ यहाँ सुनसान छ होइन यो पसलमा चाहिँ तर अहिले ठ्याक्कै यहाँ आइसक्नु भएको पसल चाहिँ सुनसान छ हाम्रो हरिदाई आउनु भएन मेन कुरो यो स्वागत गर्न भन्दा नि हेर्नलाई बसिया हो जस्तो लाग्यो फुलको गुच्छा कोहीसँग छैन फुलको गुच्छा नि कोहीसँग छैन हातले नमस्कार गर्छन् जस्तो लाग्यो मलाई गल्ती चोकमा हौ कुरो नगर्नु नै यहाँ कताबाट ए ल हट्दै राजा आउँदैछ के छ तपाईँको कुरा के छ राजालाई यहाँ स्वागत गर्नलाई कामरेड आउनुभएको छ हामी त सबैलाई स्वागत गर्ने हाम्रो भूमिमा गल्छी बन्नु पर्यो समृद्ध गल्छीको लागि राजा प्रजा सबैलाई स्वागत छ चोकमा बसेर सबैलाई स्वागत हामी कसैप्रति पूर्वाग्रह राख्दैन पसलमा ढिलाउने यहाँ अनि भाउजूलाई यत्रो बेर राखिरहने मान्छे ओभरटाइममा कति बज्यो अहिले शुक्रबार 3 बजे छुट्टी हुने ठाउँमा 5:15 बजे आइपुग्छन् यहाँ हिँडेर आए पनि 3:15 मा आइपुग्थ्यो हामी अतिरिक्त काम गर्ने ल रिस आयो होइन 3:15 ल राजा आयो पुरा अर्कै गाडी आयो त्यहाँ राजा हो मान्छे भिडभाड छ है अनि यसो यहाँ माहौल हेर्न आयो तर यतिको लागि त राजा झर्छन् जस्तो लागेन यतिको लागि राजा झर्छ जस्तो लागेन राजा नि यतिको लागि चाहिँ झर्छ जस्तो लागेन हाम्रो आशिष राजालाई स्वागत छ राजा स्वागत छ धन्यवाद केही भन्नुहुन्छ कि राजा पूर्व राजा चाहिँ काठमाडौँबाट नुवाकोट हुँदै मलेहुतर्फ जाँदै गर्दा चाहिँ यो गोल्छीमा
आउँदै हुनुहुन्छ अरे भन्ने सुनिएको छ। यहाँ केही सङ्ख्यामा चाहिँ स्थानीयहरू भेला भएका छन्। अहिलेलाई यति नै। यतिको जनसङ्ख्याको लागि, यो मान्छेको लागि, जनताको लागि पूर्व राजा यहाँ बसेर भेट गर्नुहुन्छ त? त्यस्तो हो, ठाउँअनुसार हो यो। अब त्रिभुवन विमानस्थलबाट निर्मल निवास जान लागेको होइन नि त, यो त यहाँकै स्थानीय हो, थोरै भइहाल्छ। यहाँकै स्थानीय नै हो नि, भन्दा योभन्दा धेरै छन् होइन? गल्छीमा जनसङ्ख्या चाहिँ यो स्थानीय सबै अब राजापछि राजाबाजी हुन्छ त। सुक्रिया त इन्टरभ्यू लिने मान्छे हो, लिने मान्छे आज इन्टरभ्यू लिएर आएको मान्छे हो नि। तर अब यस्तै हो यो है, अब त्यो आउँछ आउँदैन भन्ने कुरा चाहिँ तर सोध्ने भयो भने यस्तो आम मजदुर उसलाई सोध्नु पऱ्यो क्या के हो विषयवस्तु। अरू त सबै पूर्वाग्रहमा हुन्छ, उहाँलाई सोध्नु त। आज राजा यहाँ झर्नुहुन्छ? खै के थाहा हामीलाई, हामीले थाहा छैन। अनि झऱ्यो भने के गर्नुहुन्छ? झऱ्यो भने राम्रो झन् हाम्रो लागि त। दर्शन गरिदिने हो? ल, झऱ्यो भने दर्शन गर्ने है त। झर्नु भएन भने? झर्नु भएन भने के दर्शन गर्नु? ल ठिक छ। नोकरी, राजनीति, अनि के अरे के भन्छ व्यवसाय, तिनटै हो। अधिकारी हो नि, अधिकारी के अरे भाइ के भन्नु नलागु के भन्नु हावा मान्छे बिचरा त्यहाँ पसल छोडेर। तर यतिको मान्छेलाई मैले चाहिँ खै यहाँ फेरि अब यहाँ नेसनल मिडिया एउटा मात्रै आएछ फेरि, एबी न्युज, अरू आएको छैन होइन। अहिले नआएको हिसाबले झर्छ जस्तो मलाई लागेन। मिडियाको मान्छेलाई सोध्नु न के तपाईँले राजा झरिसिन्छ जस्तो मलाई लाइसेन। झरिसिन्छ जस्तो मलाई लाइसेन। झरिबक्से यसलाई एकछिनलाई बन्द गरौँ, अनि के हुन्छ यो हेर्दै जाउँ। त्यसपछि यहाँ बरफ भन्छ यार। लास्टमा त यहाँ राजा आयो भने त आयो बरफ भन्छ यार। हजुर राजाले बरफ खानुहुन्छ? सोध्नु पर्यो नि त नि। राजा उयो विपिन राजा। राजाले यति चाहिँ बिक्री गराइदिनु। राजाले यति चाहिँ बिक्री गराइदिनु। तपाईँले आयो भने लास्टमा बरफ भन्ने त नि। उहाँ सरलाई सोध्नु त यस्तो बरफ खानुहुन्छ कि हुँदैन? कसलाई? राजालाई। हजुर आयो के गरिदिने? दिने खानुहुन्छ? हो ल खाइहाल्छ नि सरलाई। हजुर हो यार आयो लास्टमा त बरफ आएर के हेत तेरिके। आयो यहाँ सुन, यहाँ सुन्नु है, आयो अरे अनि के आयो त बरफ आएर के लाग्छ? आयो अरे अनि बरफ आएर के को आएको नि यो राजा यहाँ झर्छ जस्तो लान रोक्छ अरे रोकिहाल्छ। फोन भइसक्यो तेरो? 10-15जना के अरे देख्ने बित्तिकै अब अहिले जब ऊ अर्दै नमस्कार ठोक्दै हिँड्दा मान्छे बढाउँदै हिँड्दा यत्रो मान्छे देखाएर रोँदैन त राजा होइन? मान्छेमा पार्दै हिँड्दा ऊ अनि त्यसलाई यत्रो मान्छे देखाएर रोँदैन त। तैँले फोन गरेस् कि भने? मैले फोनै गरेको थिएँ, खिचिरहेको होइन। राजाले धुलो उडाउनु भन्छ भएन।
यो फाइनली यो ल भिडियो नि हाल्यो जाने फेरि त साथमा लिएर जानुपर्छ आया ओ कुल्फी कुल्फी राजाले खानुभयो उहाँले उता जानु भएको होइन यस्तो भिडमा कहाँ रोक्नुहुन्छ उहाँले त्यस्तो खाना मन हुँदैन पाउनु भएन है यहाँ रोक्ने बित्तिकै त खानुहुन्थ्यो धेरै न त अलिकति जसरी भए खान्थ्यो होइन अब मान्छे छैन त मान्छे उता जानुभएको अब के गर्नु सर त्यस्तै हो नि त भिडियो यति खिचिरह राजा राजा आउनु भयो अरे राजा जानुभयो किन 1 घण्टा उभिनु मात्रै भएन त राजा आउनुभयो अनि जानुभयो राजा आउनुभयो जानुभयो अहिले बेलुका पिक्चर आउनुहुन्छ अब आउनु हो जानु हो यस्तै हो है अब राजा यहाँ चाहिँ झर्नुहुन्छ नि ठुलो राजा तान्दाम ठुलो थियो होइन लास्टमा झर्नु भएन अब यसलाई कसरी लिनुहुन्छ कुनी राजा आउनुहुन्छ भनेर यत्रो भिड थियो यहाँ सब गए एकैछिनमा शान्त भए जाउँ राजा जानुभयो राजा जानुभयो हामी पनि जाउँ अब ल बाई 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 ओहो अब धेरै हल्लिन्छ फेरि है अब टुङ्गाइदिउँ अब टुङ्गाइदिउँ राजा घर गइसी राजा जानुभयो ल ठिक छ आउनु भएको थियो जानुभयो यस्तो